खास गरी चाहिँ नेपाललाई चाहिँ अब हामीले डिजिटल नेपाल बनाउनु छ भने चाहिँ सबैभन्दा सुरुमा चाहिँ नेपालमा रहेका जति पनि पेमेन्ट गेटवेहरू छन्, मोबाइल ब्याङ्किङहरू छन्, सबैजनाले चाहिँ कुनै पनि सिम प्रोभाइडर चाहे त्यो एनटिसी एनसेलसँग चाहिँ सहकार्य गरेर चाहिँ जोसुकै व्यक्तिहरूले पनि मोबाइल ब्याङ्किङ वा पेमेन्ट गेटवे चाहिँ फ्री अफ कस्टमा चाहिँ चलाउन पाउनु पर्यो, जसको कारणले गर्दाखेरि चाहिँ कुना काप्चामा भएका मानिसहरूले पनि शुद्ध रूपमा चाहिँ ट्रान्जेक्सन गर्न पाउँ। र त्यस्तै यो 4G 5G भन्ने खालका चिजहरूलाई चाहिँ लिएर हुन्छ नि इन्टरनेटै नचल्ने खालका जुन कन्डिसन्सहरू छन् यो चिजको पनि राम्रै मूल्याङ्कन भएर चाहिँ जहाँ जहाँ चाहिँ 4G 5Gहरू चल्ने भनिएका छ साँच्चै चलिरहेको छन् कि छैनन् यो चिज चाहिँ होइन सञ्चार मन्त्रीले चाहिँ अनुगमन गर्नु पर्यो। र कुना काप्चा कन्दरामा पनि एउटा के चिज चाहिँ भनिदिनु पर्यो सिम प्रोभाइडरहरूलाई भने कुना काप्चामा पनि 3G सम्मको एउटा इन्टरनेट चाहिँ मजाले चल्ने खालको व्यवस्था हुनु पर्यो हैन। र त्यस्तै जति पनि नेपालमा आइटी कम्पनीहरू छन् अथवा आइटी कलेजेसहरू छन् सबैजनाले वार्षिक रूपमा हैन रोटेसन बेसिसमा चाहिँ कुना काप्चामा गएर जहाँ चाहिँ कम्प्युटर वा प्राविधिक शिक्षाहरूको कमी छ त्यहाँ चिजमा चाहिँ भोलिन्टियरिङ गर्ने खालका कुरा चाहिँ कम्पल्सिभ बनाउनु पर्यो। यो चिज चाहिँ अब म आइटी सेक्टरको मानिस भएर यो चिज चाहिँ सल्लाह दिँदैछु, यसमा हजुरहरूको भनाइ के छ?